कपिलवस्तुको बाडङ्गा नगरपालिकामा पर्ने लक्ष्मण घाटमा आएको छु म अहिले। लक्ष्मण घाट एकदमै प्रसिद्ध स्थल हो है। यो ठाउँ एकदमै रमाइलो छ। यहाँको मूर्तिहरू, मन्दिरहरूदेखि लिएर धेरै कुराहरू छ। यो चाहिँ एकदमै प्रसिद्ध स्थल हो। विभिन्न ठाउँबाट भक्तजन आउनुहुन्छ यस ठाउँमा। विशेष गरी हरितालिका तीज, शिवरात्रि अनि बोलबममा एकदमै धेरै भिडभाड हुन्छ यस ठाउँ। यो ठाउँ एकदमै रमाइलो छ। यहाँको हरियाली वातावरण, यहाँको मन्दिरहरू, यहाँको मूर्तिहरू अत्यन्तै सुन्दर छ है। सो हजुरहरूले मेरो पछाडि देख्न सक्नुहुन्छ एकदमै यो पुरानो ड्याम। यो एकदमै धेरै पुरानो ड्याम हो। यसले चाहिँ पानीहरू रोक्ने, सिँचाइको लागि सप्लाई गर्ने गर्छ। यो लक्ष्मण घाट एकदमै सुन्दर छ है। यहाँको यो रमाइलो वातावरण एकदमै अत्यन्त राम्रो पनि छ। सो यो लक्ष्मण घाटको साइडदेखि बाडङ्गा नदी बगिरहेको छ। अत्यन्तै राम्रो देखेको छ। धेरै ब्युटिफुल छ यो ठाउँ। हजुरहरू पनि आउनु होला यो ठाउँमा। आउनु भएको छ कि छैन कमेन्ट गर्नु होला है। सो म चाहिँ धेरैचोटि आएको छु, अहिले पनि आएँ, एकदमै रमाइलो लाग्यो।